हेलो गाइज, आज चाहिँ म सुकेटार आएको छु। हाम्रो भुवन भाइ टिकटकको साथी तर सम्बन्धमा भाइ हो। हाम्रो लिम्बूको त कति रसायन लाग्ने को नि टिकटकको साथी हो पहिला चाहिँ, अहिले आएर भेटेर सुकेटार टिकटक बनाउनु आएको। यस्तो धुम्म छ है मौसम चाहिँ। सुकेटार पुगेर नि आएँ अरुण भाइको हेर्नु त होटलमा। आज मस्त खाना के अरे लोकल सुपसँग खाना खानु आँटेको। अब भुवन साथीलाई पठाउनु आँटेको अब खाना। से त से हामी चाहिँ खाने हेर्नु है भान्साघरको खाना कति मिठो आएको छ। हेर्नु चुलो चौतारी यता हेर्नु त भाइ, चुलो चौतारीको कुकमेन कल्पना दिदीले पनि आज कफी खिलाउँ भनेको। म चाहिँ कल्पना दिदी पानी खानुहुन्छ तर कफी पनि खानुहुन्छ। हामी चाहिँ खाना खाँदैछौँ अनि भोलि पनि खानु खाना खाने। यता हेर न ल टक्क तपाईँले देख्नुहुन्छ शान्ता दिदी आइसक्नु भएको छ। यता हाम्रो कल्पना नि सन्चै हुन्छ। यो चाहिँ हामीले चाहिँ के भइरहेछ नि साथी र मैले त भ्लग बनाउनै बिर्सिसकेको छु। कतापट्टि यस्तै फर्काउनु पर्यो। ल कसरी हो यो उल्टो गर्नु हो कि क्या? यस्तरी हो क्या। अनि साथीहरू मेरो अनुहार आयो। हाम्रो चाहिँ भोलिदेखि चाहिँ फाइनली ओपनिङ नै हो। तर आज चाहिँ अब यसो दिदीहरूलाई खाना बनाइदिएको शान्ता दिदीहरूलाई सबैजना। भोलिको लागि त ओपनिङ भन्दा नि 2-3 चोटि भइसक्यो यहाँ खाना किनेर खाइसकेको। ओके ल एकदम मिठो छ।